हाम्रो यहाँ ग्याङहरू छ यता के अरे हाम्रो त उयो हो नि यो टिकटक के छ टिकटकमा भाइ कस्तो दामी देखेको भ्यू पनि ओए ल ओए यस्तो होइन त यसरी घुमाउने होइन त अब यस्तो होइन त ल ल ए लुले मास्टर हाते भेट्छ कि भालु भेट्छ जस्तो लागिरहेको छ मलाई हामी चाहिँ यहाँबाट कहाँ जाँदैछौँ केटा हो पारी हन्टिङमा होइन त केटा हो के हन्टिङमा काले हामी बनकुखुरा हन्टिङमा जानुलाई भ्रमण बनकुखुरा हन्टिङ यसले के गरेर 5 जना राख त यसले त ल अब हामी चाहिँ खोला जा त पहिला अगाडि कता रहेछ हेर्नु पऱ्यो नि कता खोलामा गएको सन्देश हामी भन्दै बाढी आउँदा हामी कता खोला तर्यो भन्दैन यहाँबाट चाहिँ ठुलो जस्तो लाग्यो सन्देश है टाढो भयो यार कहाँबाट जाने भन् अब चेन्जीहरूसँग चाहिँ आज म छोटो भ्रमण ओके जाउँ माथिबाट गयो नि को रे के भने तैँले को बालन दाइ बालन मेरो त भाइ हो तिमीहरूको दाइ हो 13 गते रामनवमीको दिन चाहिँ ऊ त्यो भान्जा ऊ त्यो डाँडापछि माथि त्यो चाहिँ हिमाल जस्तो देखिन्छ यहाँ क्यामेरा आउँदैन बन्दैन त्यो पार्टी फुटाउन हामीलाई म्यानिपुलेट गर्नलाई भने हो हाम्रो सन्देशको कुरा सुन सन्देश भन्दे अरू कुरा नगरौँ होइन हाम्रो बालेन दाइ चाहिँ के हुनु पऱ्यो प्रधानमन्त्री हुनु पऱ्यो हाम्रो भोट खेर जानुभयो त कहाँ जान्छ त खेर अनि आन्दोलन पनि खेर गर्न भोट पनि खेर गर्न हामी चाहिँ अब केटा बिस्तारै बिस्तारै है स्यालको पोइ नै हामीले ल्याएको छ कालेर अनि स्यालको पोइ बोकेर आएको छौँ हामी अनि यहाँ पनि त्यही पनि छ हाम्रो यो चाहिँ पिकनिक स्पोट यहाँ पनि तरकारी खेती गरेर छ यार यहाँबाट सबै नम्बरी त होला नि जग्गा हो खोइ हो भनेको मुला यो एरियाको नम्बरी जग्गा हो सबै ओ काँक्रा साक्रा हात नलागानी फेरि केटाहरूले काँक्रा साक्रा हात लगाउला भने त्यो त कट भइहाल्छ नि त्यो बिहान भने तलै आँचाउँछ त्यसमा मलाई त बेस्ट लाग्छ यार त्यो बिहान बवाल छ काट्न लाने सजिलो छ बिहान मैले नि मेरो नि बुढीको भ्लगरमा छ बिहानबाट त्यहाँबाट बाटो थियो हामी यताबाट आयो फरक छ यहाँ वारेर पारी दुनियाँ फरक हो तैँले सही ऊ जीवन के अरे जीवन तर्या भन्छ होइन के मासाला फिल त लिस्नु तैँले फिल आएको नि तँलाई अनि केटा हो 1 नम्बर वडामा पनि यस्तो ठाउँ छ मलाई भिडियो होइन पानी चिप्लेर
केटा हो मैले नि यो भ्लगबाट पैसा कमाउँछु क्या हो सब्सक्राइबर मोनिटाइज भएन मैले मेरो फ्रिज भएको कि आइडी नि ऊ मोनिटाइज छैन भन्दा नि फ्रिज भएको कि पानी यसरी लिएर के खानालाई केटा हो स्क्रिनसट टेन्सन नगर हिँड्दा हिँड्दा अँध्यारो भयो क्या केटा हो यार अँध्यारो भयो काले कालेको अनुहार अँध्यारो देखेर भने कि यसको अनुहारै कालो हो नि पाँच 5:30बाट त हाम्रो फुटबल गेम सुरु गर्थ्यो ओए बिस्तारी मैले सिबिजीलाई झन् धेरै नखा भने कि 1 गिलासभन्दा धेरै नखा भनेको ओ सन्देश मैले सिबिजीलाई धेरै नखा भनेको सिबिजीले धेरै नखा भनेको झन् खाएर आएर खत्तम बनायो सिबिजीले यार लडेन हुन्थ्यो हाम्रो ग्राउन्डमा आयो हाम्रो ग्राउन्डमा मान्छे कमी छ र हकाले कुन के देखायो राम्रो देखायो काले ल यहाँ बस ल लाइनमा फोटो खिचिदिन्छु ल म ल अब हामी एउटा फोटो स्न्याप हान्दैछौँ ल यसरी 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 केटा ल कस्तो निकाल्ने फोटो ओ ल हाम्रो ल केटा हामी खोला बिस्तार तरे ठुल्ठुलो खोला तरे बिस्तार तरेर केटा हामी खोला तरेर ठुल्ठुलो खोलामा तरेर हामी ओइ मेला ठिक छ नि केटा हो दामी हुनु पर्यो दामी कस्तो हुनु पर्यो केटा हो दुईजना फेरि 5मा नकुल्छिन् 5मा कुल्छिन् हुन्न सिधै सिधै होइन जताबाट गयो हो त्यो माथिबाट गयो नि हुन्छ ओ यो काल के थाकिस् थाकिस् अबुई ओए अर्को दुईजना ओए खुकुर ग्याङ ओ खुकुर ग्याङ छिटो आइज ठुक्क बेजती माछालाई फुटबल खेल्नेहरू माछालाई यसो लुले चुरो खानु कुरेको लुले त चुरो खानु कुरेर हो ठुक्क त्यो भएर माछा कहाँ गुनायो भने त यो लुले माछाले खत्तम बनाउनु यार जङ्गल यार हामी यहाँ भैरवडाँडा स्थित हाम्रो श्याम भाइको चाहिँ माछा पोखरीमा आइपुगेको छौँ माछा पोखरी भिजिट गर्ने हो केटा हो उयो यहीँ त हो नि माछा पोखरी हो हाम्रो श्याम भाइको हो कि श्याम खाती भाइको हो कि माछा छैन माछा छन् त त्यस्तो छैन कि कालेको नि स्टामिना रहेछ नि मैले थाहा पाएँ यार त्यो नाटक गरेर चाहिँ चौरमै हो हाम्रो करण भान्जा अगाडि पुगिसक्यो भान्जा खोइ आयो भनिदिएको ल हामी केटाहरू अबुई काले यार काले काकाले दोष नगर्दै देखाएर सुशान काले त्यो हाम्रो एउटा बजार हाम्रो भान्जा करण भान्जा फर्स्ट सिपुजी सेकेन्ड भएको छ हाम्रो काले थर्ड हुने हाम्रो गुरु फोर्थ म फिफ्थमा यार फोटो खिच्न निर्जल नामी देखायो नि त कस्तो अनुभव भइरहेछ सन्देश रमाइलो अहिले कस्तो अनुभव भइरहेछ
अरे हल्लुले के भन्ने अरे ज्योति मगरलाई कहाँबाट हेर्न अरे कस्तो दामी आएको यार फोटो फोटो खिच्दा बस्दा यार दामी आउँदो रहेछ यार फोटो यार के के अरे के भन्छ अरे प्लिज डोनेट ब्लड के अरे सेभ ब्लड के अरे डोनेट ब्लड हामी चाहिँ लगभग माथि डाँडामा आइसक्यौँ काले कस्तो भयो तेरो आजको हिँडाइ ठिक छ के गरे ल गएर समाज भाइ रतन कार्की भाइ रतन कार्की हो कि हेर्न रतन कार्की फ्रम कहाँ रे है लुले चाइना कटर हो रतन कार्की फ्रम चाइना कटर है हाम्रो रतन यता हेर्न राम्रोसँग हेर्न रतन कार्की गर्दैन एडिट एक्टिङ गर्दैन रतन कार्की ल जङ्गलको बाटो आएर मङ्गल गर्ने बाटो जाने हो कि न केटा ल जल्दी केटा हो चल्दियो केटा हो ल जङ्गलको बाटो आएर हामी अब यहाँबाट स्ल्याबको बाटो फर्किँदैछ ओ कसलाई मलाई किन नि भान्छ किन लडोस् भन्छ शिवजी लडेको भिडियो खिच्न पाएन अनि ल हामी अब चाहिँ हामी टक्क तल आइपुग्यौँ ओ यो तिमीहरूलाई थाहा छ के जानकारी छ यो के बिल्डिङ भनेर केटा तरकारी कोल्ड स्टोरिङ भने अब भन्नु त फेरि लास्टमा पछि के हुने हो भने हामी चाहिँ अब माथिबाट टक्क जङ्गल सफारी हुँदै फर्किसकेका छौँ मजा आयो आज केटा हो मौसम हुने नि च्यालेन्ज गर्यो बाघ भएर अनि बाघ भने सिंह त के गरायो स्क्याम हाने मलाई हेर्दा सिंह होइन त यो त यहीँबाट झरु केटा ए के म चिन्दैन भन्ने यो चाहिँ हाम्रो 1 नम्बर वडामा रहेको अवस्थित बुद्ध पार्क अब यहाँ नबस्नु हामी बस्नु हाम्रो जिम पार्कमा जाउँ ल कति वर्ष 5 वर्षसम्म त पिट्नु हुँदैन 5 वर्षसम्म त पिट्नै भएन 5 वर्षसम्म राधा त्यसरी हुर्काउने त्यसपछि त धुला यहाँ फोटो हान्ने केटा हो यहाँ के फोटो हान्ने यहाँ देखिँदैन ऊ पाथी भएर पुरै छोप्या नगरपालिका हो स्यालेरी पनि नगरपालिका अन्तर्गत नै हो लुले आएछ नि त अहिलेसम्म यहाँ बसेर दारू खानलाई चिनमा अध्यक्ष चाहिँ आहा कहिले अध्यक्ष तिमीहरू ल
ल भिडियो रेकर्ड भएर हिँड्छ भोसडी त काले भिडियो रेकर्ड भएर हिँड्छ सिक्यो सिमी कस्तो भयो आज को दाजुभाइहरू पिन्डिङ यो चाहिँ हाम्रो 1 नम्बर वडामा अवस्थित पार्क हो। यो चाहिँ यहाँ चाहिँ तपाईँहरू घुम्न आउनु होला। यो चाहिँ हाम्रो 1 नम्बर वडाको रहेको पार्क हो। यो चाहिँ हाम्रो कति नम्बर वडामा रहेको छ भन्दै नि त ओए ओए काले जाला ओए ओए काले ओए मरे काले ओए यो चाहिँ हाम्रो 1 नम्बर वडामा अवस्थित पार्क हो। यो चाहिँ यहाँ चाहिँ तपाईँहरू घुम्न आउनु होला। यो चाहिँ हाम्रो 1 नम्बर वडाको रहेको पार्क हो। यो चाहिँ हाम्रो कति नम्बर वडामा रहेको छ भन्दै नि त ओए ओए काले जाला ओए ओए काले ओए मरे काले